तपाईँ तपाईँ के गर्न आउनुभयो तपाईँ यहाँ मलाई के गर्न लाग्नुभयो तपाईँले बचाऊ बचाऊ छोडिदिनु मलाई छोडिदिनु दाइ दाइ मेरो बहिनी बहिनी बत्तल केही हुँदैन बहिनी दाइ दाइ बहिनी गेडा भन्न बस्छु र हेलो सेवी हेलो 5 मिनटमा पुग्यो सर के हो यो तपाईँहरूसँग एउटा गाडी पनि छैन होइन गाडी त छ तर सर्भिसिङको लागि गएको छ भएको त्यो कुरा छोडिदिनु किताबले मेरो बेला किताब गरेर पाए त्यहाँ समात्नु त्यो मान्छेलाई चिन्छौ कहाँ चिन्नु सर न चिन्दिनँ मुखमा कालो कालो मास्क लगाएको थियो सर अब के गर्ने हामीलाई त केही पनि थाहा छैन केस कसरी अगाडि बढाउने दया अभिजित तिमीहरू यहाँ छानबिन गर्दै गर मेरो हल्का काम छ म एकछिनमा आउँछु सर तपाईँ यस्तो गम्भीर केस छोडेर तपाईँ कहाँ जान लाग्नु भएको दया तिमीलाई जति काम दिएछु त्यति मात्र गर चाहिने भन्दा बढी बोल्नु पर्दैन हस् हुन्छ सर उता गयो भने त मैले हगेको थाहा पाइहाल्छ सर सर तेरोमा जानु किन उ त्यहाँ पर मैले हागेको छु कि जता पाते त्यही हग्छ दिउँ तेरो कानको तल मेरो सरको मलाई बहुत चाप पाएर त्यो मैले जागेर हाग्यो त्यो कुरा छोडिदिए हिँड यता दया छानबिनमा केही मिलेन केस अगाडि नबढ्ला जस्तो छ त्यस्तो नगर्नु है सर मेरो बेला खोज्दैन फेरि उता कालो कालो मास्क लगाएर उता हागेको थियो अघि भर्खरै अभिजित यसलाई नै लगाऊँ ब्युरोमा सोधपुछ गरौँ न के केस अगाडि बढ्छ कि यसलाई नै लगाउँ ब्युरोमा चल कस्तो छ त हाम्रो अफिस यो अफिस हो यो भन्दा त राम्रो मेरो चल्ला खोर्छ होइन हाम्रो अफिसमा काम चालु छ यो काम चलाउको लागि मात्र यिनी कुराहरू छोडिदियो अब केस अगाडि बढाऊँ तपाईँको टाइ खै त घरै छुट्टीको रहेछ यिनी कुराहरू छ र केस कतिको अगाडि बढ्यो त सर तपाईँ आए बेला जस्तो छ त्यस्तै छ केस यति पनि अगाडि बढेको छैन छोड्यो केस अगाडि बढ्दैन अब मलाई लागिसक्यो छोडिदियो केस छोडिदियो तपाईँ सिआइडीको नाममा कलक हुनुहुन्छ कहाँ बिचमा केस छोड्ने भन्नुहुन्छ सर यहाँसम्म आएर केस छोड्ने कुरा नगर्नु है त्यसले अरूसँग मेरो बेला के गरेर के यो केसमा मलाई यति पनि इन्ट्रेस्ट छैन यो केस त मेरो दया र अभिजितले सम्हालिहाल्छन् है मलाई इन्ट्रेस्ट छैन सम्हाल्नु सर जाने कुरा नगर्नु न केस छोड्ने कुरा नगर्नु न म बहिनी बिना सर केस छोड्ने कुरा नगर्नु न म त बहिनी बिना पार्टी राख्नु माझ जस्तो
अभिजित स्केच आर्टिस्टलाई बोलाऊ अब त्यसले अगाडि बढाउँछ केस हुन्छ दया। हेलो स्केच आर्टिस्ट, हाम्रो सिआइडी ब्युरोमा आउनु पर्यो। कसको स्केच गराउने सर? ल भोलिया भन्नुहोस्। अग्लो अग्लो थियो, काल काल मार्क्स लगाएको थियो। टी सर्ट पनि लगाएको थियो होला। कट्टु पनि लगाएको थियो होला। सर तपाईँहरू कस्तो भन्नुभयो? त्यो त जसले पनि लगाउँछ, त्यसको बारेमा केही अलग फरक नयाँ केही भन्। सर मलाई याद आयो। भयो सर। तपाईँ बुझ्यौ दया? बुझ्यो अभिजित बुझ्यो। दया अभिजित केस अगाडि बढ्यो कि नै त? सर अगाडि बढ्यो। स्केच आर्टिस्टलाई बोलाएको थियौँ, स्केच बनाएर दिएछ। खै हेर नि त कसको रहेछ। राम्रो रहेछ। ओइ समाज यसलाई। अब त मलाई फाँसी हुन्छ, फाँसी हुन्छ, फाँसी।